नमस्कार, यहाँहरू सम्पूर्णलाई यस युट्युब च्यानल लर्निङ प्लसमा स्वागत छ। आज मैले शिक्षक सेवा आयोग तथा लोक सेवा आयोगको प्रथम पत्रमा सोधिन सकिने केही महत्त्वपूर्ण सामान्य ज्ञान सम्बन्धी भिडियो लिएर आएको छु। नेपालका राष्ट्रिय दिवसहरू कुन दिवस कहिले मनाइन्छ? लोकतन्त्र दिवस वैशाख 11, कानुन दिवस वैशाख 26, राष्ट्रिय दिवस जेठ 15, राष्ट्रिय जनगणना दिवस असार 8, संसद दिवस असार 15, भानु जयन्ती असार 29, मुलुकी ऐन दिवस भाद्र 1, शिक्षा दिवस सेप्टेम्बर 8, गैर आवासीय नेपाली दिवस अक्टोबर 11, बाल दिवस भाद्र 29, सामाजिक सेवा दिवस असोज 6 गते मनाइन्छ, राष्ट्रिय विज्ञान दिवस असोज 1 गते, सशस्त्र प्रहरी दिवस कार्तिक 7 गते, राष्ट्रिय कर दिवस मङ्सिर 1 गते, राष्ट्रिय एकता दिवस पौष 27 गते, राष्ट्रिय सूचना प्रविधि दिवस मे 2 मा मनाइन्छ, शहीद दिवस माघ 16, प्रजातन्त्र दिवस फागुन 7 गते मनाइन्छ, सैनिक दिवस महाशिवरात्रिको दिनमा मनाइन्छ, लेखक दिवस वैशाख 26 गते मनाइन्छ भने गौरव दिवस चैतको 3 गते मनाइन्छ। अर्को रहेको छ राडर। के हो त राडर भनेको? टाढा रहेको वस्तुको दिशा तथा दूरी पत्ता लगाउन प्रयोग गरिने यन्त्र हो। यसको पूरा रूप रेडियो डिटेक्टिङ एन्ड रेन्जिङ हो भने यसलाई विमानस्थलमा जहाजको गति र दिशा थाहा पाउन यसको प्रयोग गरिन्छ। राडरका आविष्कारक बेलायतका सर रोबर्ट वाटसन हुन्। अर्को हो राडर गन। यसलाई सवारी साधनको गति नाप्न प्रयोग गरिन्छ। नेपालमा राडरको प्रयोग विक्रम सम्वत 2069 मङ्सिर 8 गतेबाट गर्न थालिएको हो। के हो प्लान होलिडे? योजना बिना योजना नबनी खाली रहेको वर्षलाई प्लान होलिडे भनिन्छ। नेपालमा विक्रम सम्वत 2018, 2047 र 2048 मा प्लान होलिडेको रूपमा रहेका छन्। नेपाली भाषामा निर्माण गरिएको कम्प्युटर विन्डोज कुन हो? नेपाली भाषामा निर्माण गरिएको कम्प्युटर विन्डोज माइक्रोसफ्ट कर्पोरेसनद्वारा तयार गरिएको हो। माइक्रोसफ्ट अफिस 2003 नेपाली नाम राखिएको कम्प्युटर प्रणाली विक्रम सम्वत 2026-2062 मङ्सिर 13 गतेदेखि बजारमा आएको हो। निम्न मितिहरू किन प्रसिद्ध छन्? विक्रम सम्वत 1825 श्री 5 पृथ्वीनारायण शाहद्वारा कान्तिपुर विजय। विक्रम सम्वत 2020 भाद्र 1 गते नयाँ मुलुकी ऐन लागू। विक्रम सम्वत 2034 वैशाख 1 गते नेपाललाई बिफर मुक्त घोषणा। 2036 जेठ 10 गते जनमत संग्रहको घोषणा। विक्रम सम्वत 2046 चैत 26 गते नेपाल बहुदलीय व्यवस्थाको पुनर्स्थापना। स्काउटको स्थापना कहिले र कसले गरेका हुन्? रोबर्ट बाडेन पावलले सन् 1907 मा स्थापना गरेका हुन् स्काउट नामक संस्था। नेपालमा भने यसको स्थापना सन् 1952 अर्थात् 2009 सालमा भएको हो। स्काउटको पूरा रूप सर्भिस, कर्टेसी, ओबिडियन्स, युनिटी र ट्रस्ट हो। हिन्दूहरूले मान्ने 4 महत्त्वपूर्ण रात्रिहरू के हुन् र कहिले पर्छन्? कालरात्रि, आश्विन शुक्ल अष्टमी, शिवरात्रि, फागुन कृष्ण त्रयोदशी, महाशिवरात्रि, सुखरात्रि, कार्तिक लक्ष्मी पूजा, औँसीको रात्रि, मोहरात्रि, भाद्र कृष्ण अष्टमी, कृष्ण जन्माष्टमीको रात्रि। नौमती बाजामा के पर्दछन्? नौमती बाजामा 2 सनही, 2 दमाहा, ट्याम्को, झ्याली, ढोलकी, कर्णाल र नरसिंहा पर्दछन्। नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरिएको थियो? विक्रम सम्वत 2008 माघ 21 गते नेपालमा सर्वप्रथम बजेट प्रस्तुत गरिएको थियो। उक्त बजेटमा नेपालको कुल आम्दानी 3,06,19,000
थियो भने खर्च 5,25,29,109 रुपैयाँ रहेको थियो। नेपालका प्रमुख व्यापारिक नाकाहरू कुन कुन हुन् र कहाँ पर्छन्? टिङ्कर दार्चुला, ओलानचुङ्गोला ताप्लेजुङ, यारीहुम्ला, किमाथाङका सङ्खुवासभा, रसुवागढी रसुवा। नेपालका चिया क्षेत्र भनी घोषणा गरिएका जिल्ला कुन कुन हुन्? पाँचथर, इलाम, झापा, धनकुटा र तेह्रथुम नेपालमा चिया क्षेत्र भनी घोषणा गरिएका जिल्लाहरू हुन्। नेपालले एकीकरणको अभियानमा कसले कहाँ वीरगति प्राप्त गर्यो? काजी कालुपाँडे कीर्तिपुरको लडाईँमा, काजी तुलाराम पाण्डे कान्तिपुरको लडाईँमा, काजी नयनसिंह थापा अल्मोडाको लडाईँमा, केशरसिंह बस्नेत सतहुँको लडाईँमा, चौतारिया हस्तिदल शाह अल्मोडाको लडाईँमा, सरदार भक्ति थापा देउथलको लडाईँमा, सेनापति शिवरामसिंह बस्नेत छालिङ साँगाचोक लडाईँमा, ओलम्पिकको लोगोमा भएका कुन रङले कुन महादेश जनाउँछ? पहेँलो एसिया, नीलो युरोप, रातो उत्तर दक्षिण अमेरिका, कालो अफ्रिका र हरियो अस्ट्रेलिया हो। नेपालको कुन रङ्गशाला कहाँ पर्दछ? दशरथ रङ्गशाला काठमाडौँ, अन्नपूर्ण रङ्गशाला पोखरा, शहीद रङ्गशाला मोरङ, महेन्द्र रङ्गशाला विराटनगर, नारायण हिटी रङ्गशाला वीरगञ्ज, मेची रङ्गशाला झापा। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवन, काठमाडौँ। मूलपानी क्रिकेट मैदान काठमाडौँ। गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला विराटनगर। यो 3वटा जति मैले हाइलाइट गरेको छु, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, काठमाडौँ मूलपानी क्रिकेट मैदान र गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला राष्ट्रिय गौरवका आयोजना हुन्। हिन्दकुश हिमालयमा पर्ने देशहरू कुन कुन हुन्? नेपाल, भारत, चीन, अफगानिस्तान, भुटान, बङ्गलादेश, पाकिस्तान र म्यानमार हुन्। डर्स केसँग सम्बन्धित छ? क्षयरोग। क्षयरोगीहरूलाई स्वास्थ्य कर्मीहरूले प्रत्यक्ष निगरानीमा औषधि खुवाउने विधिलाई डर्स अथवा डाइरेक्टली अब्जर्भ ट्रिटमेन्ट सिस्टम भनिन्छ। नारायणी दरबारको डिजाइन कसले गरेका हुन्? नारायणी दरबारको डिजाइन बी फोन्डले गरेका हुन्। आजको भिडियोमा यति नै। भिडियो मन परे भिडियोमा लाइक, कमेन्ट र मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।